हेप्पी साउने संक्रान्ति है सबैमा मिठो सम्झना माया छ। र आज म यसरी रोटीहरू सेलरोटी बनाउने तयारीमा छु, देख्न सक्नुहुन्छ गाइज। र यो पिठोलाई यसरी माड्नुपर्छ हैन, मसिनो पारेर यसलाई मजाले फिट्नुपर्छ। अनि म यसरी फिटिसकेँ। अब यता पकाएको रोटी चाहिँ तान्दैछु मैले, र देख्न सक्नुहुन्छ यो रोटी पाकिसकेको छ। अब पाक्ने तयारी भइसक्यो। अनि अब यसरी मैले यो रोटीहरू हालेँ है। अनि मजाले पिठोहरू चलाउनु पर्छ कि रोटी हाल्दाखेरि, अनि राम्रो हुन्छ। अब यति छ पिठो बाँकी हैन, एकदमै मन आत्तिरहेको अवस्था छ। अब यो पिठो चाहिँ कतिखेर सकिएला भनेर एकदमै मनहरू अत्तालिएको छ। अब रातिको बेला हो, अलिकति रात पनि छिप्पिसक्यो है। अब मैले यसरी रोटीहरू फेरि बनाउँदैछु गाइस, देख्न सक्नुहुन्छ। तपाईहरुलाई कस्तो लाग्यो, के लाग्यो, यसो लाइक कमेन्ट सेयर गरिदिनु होला, माया गरिदिनु होला। यति धेरै रोटीहरू पकाइसकेको छु मैले, हेर्नुहोस् देख्न सक्नुहुन्छ। र निकै आकर्षण रोटीहरू देख्नुभएको छ, तपाईहरुले देख्नुभयो। र कस्तो लाग्यो है रोटी, यसो चाख्नु न हो गाइज। लाइक कमेन्ट सेयर पनि गरिदिनुस्। र खाने मन छ भने आउनु है, आउनु रोटीहरू खान आउनु त, लिनु रोटी खानु। निकै मिठो छ है, मलाई त मन पर्छ सेलरोटी। हजुरहरूलाई पर्छ कि नै? यदि पर्छ भने लाइक कमेन्ट सेयर गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। र अब यति धेरै रोटीहरू बनाएर राखेको अवस्था छ। र अब मजाले खाइन्छ है यो रोटी चाहिँ। हेर्नु कति मिठो होला यो रोटी, खाँदाखेरि निकै मजा आउँछ जस्तो छ। आउनुहोस्, तपाईहरु पनि खाने मन छ भने रोटी खान सक्नुहुन्छ। अनि यसै गरी माया गरिदिनुहोस्, साथ सपोर्ट गर्नुहोस्, सम्झिनुहोस्। मेरो भिडियोलाई हेरेर माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद, बाई बाई।